हेलो साथीहरू, आज चाहिँ दिनभरको भागदौडमा हस्पिटल गएको। यति टाइम लाग्यो कि आउँदा आउँदा यस्तो भोक लागेको थियो। तरकारी काटेर राखेपछि फेरि फटाफट मैले प्याज काटेँ। प्याज काट्दै सक्यो। अनि त्यसमा फेरि थोडा प्यानमा तेल हालेँ। तेल हालिसकेपछि यसलाई थोडा तात्तिन दिएपछि फेरि यस्तो जिरा हाल्छु। अब यसमा म थोरै जिरा ड्राई भइसकेपछि यसमा म हाल्छु फेरि प्याज हालिसकेँ। त्यसमा फेरि अब प्याज हालिसकेँ। थोरै थियो नि, फ्यामिली आज धेरै थिएनन् घरमा, नानीहरू चाहिँ होस्टेलमा छन्। त्यही भएर फटाफट मैले टमाटर काटेँ। टमाटर काट्दा यस्तो छिटो काट्दै थिएँ, ढिलो भएको थियो। यस्तो भोक लागिरहेको थियो, त्यही भएर छिटो काटेर अब थोरै अब त्यतिकै म फेरि प्याज डढिगएछ। फेरि मैले फटाफट हल्दी हालेँ। हल्दी हालिसकेपछि यस्तो थोरै चलाएँ। त्यस फेरि टमाटर हालेँ। तेल त धेरै खाँदैनौँ हामी, सब्जी थोरै थियो, त्यही भएर मैले थोरै नुन हालेँ। नुन हालिसकेपछि अब यता चलाउनु पर्यो। त्यसमा फेरि थोरै पानी हाल्छु मैले। पानी हालेर फेरि यस्तो टमाटर गल्नलाई सजिलो हुन्छ नि त। तेल धेरै भयो भने धेरै खाँदैनौँ हामीले। फेरि मैले थोरै जिरा धनियाँ पाउडर लगाइसकेपछि फेरि नुन पनि हालिसकेँ। खोर्सानी हालेँ, पिसेको खोर्सानी हालेँ। त्यो थोरै खोर्सानी हालिसकेपछि फेरि चलाएँ मैले यसलाई। सब्जी मैले पहिल्यै काटेर राखेको थिएँ, कद्दु र आलु मैले हालेँ। त्यसलाई फटाफट प्यानमा हालेँ। प्यानमा हालिसकेपछि अब यस्तो थोरै रहेको थियो, त्यो टिपटाप पारेर सबै हालेँ। त्यहाँबाट अब यसो चलाउनु लागेँ म। यस्तो भोक लागेको थियो, कसरी छिटो बनाएर खाउँ भनिरहेको थियो साथीहरू। त्यही भएर चलाएँ मैले यसलाई, ढाकेँ। अब ढाक्छु यसमा। ढाकिसकेपछि एकछिनपछि यस्तो हेरेको पाक्न लाग्यो कि नै भने थोरै हातमा लगेर मिच्छु म अब यसलाई, कस्तो रहेछ, पाक्यो कि पाकेन भनेर। छामेको त थोरै पाकेको रहेछ। फेरि हेर्बाकै फेरि मैले थाली ढाकेँ, यसलाई प्लेटले ढाकेँ। यता भात पाकिरहेको, थोरै कटौरामा चटनी पनि थियो। अन्त यस्तो हेरेर थोरै झोल बनाउँछ नि भातसित खान लागि, थोरै पानी हालेर यसमा झोलवालो बनाएँ। अब चाहिँ पाकिसकेछ। थोड़ा अब यसलाई म ढाकेर बन्द गरिदिन्छु। उता चाहिँ भात पाकिसकेको छ, भात हाल्छु अब म। भात चाहिँ अब थोरै फ्यामिली थोरै भएर थोरै पाकेको छु। थोरै अब ग्यासमा चढाउनु पर्छ हामीहरूको रिवाजमा। चुलामा नलगाउँ चाहिँ हामीले चाहिँ खाँदैनौँ, थालीमा परोस्दैनौँ। थोरै चुलामा लगाए